सो वेलकम ब्याक है। अहिले चाहिँ हामी ठ्याक्क निस्क्यौँ है। ल ल ल ल ल ल हामी चाहिँ यहाँ यो जडीबुटीबाट हिँड्यौँ अब होइन। गाइजलाई हेलो भनिदिनु सबैले। ल है हामी नलिनचोक आइपुग्यौँ है गाइज। नलिनचोक कट्यौँ। सो हेलो एभ्रिवान है। हामी चाहिँ अहिले कहाँनिर धुलीखेल ठ्याक्क धुलीखेल आइपुग्यो होइन। सब बाइक रोकेर यता फलफुल किन्न लागेछन्। अनि गाइजहरू के राखिरहनु भएको छ है? के राखिरहेको? अब हामी यहाँबाट कतिखेर हिँड्ने? अब 5-10 मिनट हिँड्ने, अलिकति तल गयो चिया खाने। ल है त्यहाँ फलफुल किन्ने काम भयो। सो गाइज हामी अहिले कहाँ आइपुग्यौँ? हामी अहिले कहाँ छौँ? कुन ठाउँ हो यो? सुन्दर बस्ती। ल हामी सुन्दर बस्ती भन्ने ठाउँमा छौँ होइन। यहाँ पछाडि यस्तो दामी भ्यू छ कि टनमा भइरहेछ। ल ल ल लो है ल है ल है। मजा आउन ढिलो भएको थियो होइन। केटाहरू आएर सब अन्डा खाएर सकाइसकेछन्। केटाहरू कहिले केरा खाछन्, कहिले अन्डा खाछन्, यस्तै कुरा मात्र खाइरहेको छ। ल्याउनु न ल्याउनु। यहाँ चाहिँ छाने भन्ने एकजना दुईवटा पनि पर्छ, छानेर एउटा पनि पर्दैन है। अन्डा खामै त ल। के अन्डा आयो? अन्डा आँडे परेछ अरे है गाइज। गिम्बल छ होइन, यसको नि युज गर्नुपर्छ अहिले। ल हाम्रो चाहिँ खाजा खाएर भ्यायो होइन। अब निक्लिँदैछौँ हामी चाहिँ। कति टाइम लाग्छ अब? 1 घन्टा 2 घन्टा रे? 1-1.5 घन्टा। 1.5 घन्टा। ल 1.5 घन्टामा पुगिन्छ नि। ल ल ल ल मिलाएर जाऊँ। सो गाइज हामी चाहिँ रामेछाप आइपुग्न लाग्यौँ होइन। रामेछाप होइन भाइ? ल हामी रातमाटे भन्ने ठाउँ आइपुग्न लागिरहेछौँ होइन। जस्ट लुक एट दि ब्युटी के। बस सो यहाँ चाहिँ माछा पोखरी रहेछ है। माछा पालन गर्ने रहेछन्। पोखरी पनि 3-4 कति धेरै आमा।
सो गाइज हामी चाहिँ यो रातमाटे भन्ने ठाउँमा आइपुग्यौँ होइन। हामी चाहिँ एउटा पसलमा आएर बसेको होइन। अनि सब गर्मीले पुरा लखतरान भन्छ है। के तिनवटा क्या के हो? 3टा हरायो। मैले बुझिनँ के भने। 3टा हरायो, 3टा खरायो। बल्ल बुझे। खै नानीहरू नि यसो हेरिदेऊ। खरायो भाइ अब के। हेलो ल हाम्रो चाहिँ यहाँनिर नानीहरू हाई भनिदेऊ त। हाई भनिदेऊ न। हाई रे ल त्यो नानीले हाई भने होइन। ल अब टुटुटुटु जाउँ। ओ माई गड। ल मेरो अगाडिको सग यसै त गइरहेछ है। ब्याङ ब्याङ हजुर यस्तो बाटो खाल्टोमै पारे केटाहरूले। ल अटो अटो पनि आउने रहेछ यार। ल यस्तो लड्यो कि है भाँचिरह्यो चिप्लेको माथिबाट आउनु लागेको चिप्लेर भाँचिएको। अब ऐना पनि भाँच्यो है। ल यसलाई यत्तिकै गरौँ है। यसलाई के गर्न मिल्छ अब। सो हामी चाहिँ खोला क्रस गऱ्यौँ होइन। पछाडि मेरो स्कुटी चाहिँ दाइले लिएर आउँदै हुनुहुन्छ। नमस्ते कौशलको मम्मीमा नमस्ते। उहाँ चाहिँ कौशल नमस्ते। अब खुसी खुसी के स्कुटीको हालत यस्तो छ। कमेडी ब्लगर वान अफ द कमेडी ब्लगर। काँक्रो खाएर अक्ति मेरो हापा पाने है काको यो बुढो काँक्रो भइसक्यो बुढो काँक्रो भन यसलाई। ल ल छोराहरूलाई दक्षिणा दिने चल्ती छैन। छोरीलाई मात्रै हो। टिका लाग्यो है। कहाँ छ हाते ट्र्याक्टर? हाते ट्र्याक्टर कहाँ छ? ए हाते ट्र्याक्टर हुन्छ। बाइक गाह्रो हुने भयो यसमै जानुपर्ने हो कि। ए यसमा 4-5 जना त अट्छ होला नि एकचोटिमा त्यो हाते ट्र्याक्टरमा। सबलाई त्यसैमा लिएर जाने हो कि अब अहिले 1 बजे होइन। हामी खासमा 11 बजे आइपुग्थ्यौँ होइन। 2 घन्टा ढिलो हुनुमा 1 घन्टा उहाँको अनि 1 घन्टा उहाँको छ है जिम्मेवार एकदम। 2 घन्टा हामी क्षतिपूर्ति दिनु। 2 घन्टा यार बाइक हामी आएर पिकल रोडमा कति बेर बस्यो है। त्यो क्षतिपूर्ति त्यो त हाम्रो स्कुटी नै कुदेन त के गर्नु त। लुकिङ ग्लासमा राख्दै आफूलाई जस्ट लुकिङ। अब हामी यसरी खिर खान कसरी यसरी यस्तै के अनि यसमा मिम बनाउने कि हामी चाहिँ हेऱ्यो भने 3 जना हेरे छन्। हाम्रो चाहिँ होइन सब खानपान चलिरहेछ कि मेरो पनि आयो होइन। मजाले सुतिरहेको छ। दिस इज प्योर नेपाली स्टाइलको घर है। प्राय यो सिजनमा मकै खोयाहरू मात्रै हुन्छन् होइन भाइ। लु हजुर लु यो फेरि टाउको मेरो होइन कि यो डाटा केबल मात्रै मेरो ल्याउ त। पछि अहिले ठ्याक्कै 3 बज्न लागिसक्यो।
तर सबजना यसरी बसिरहनु भएको छ ल ल ल जाने बेला भयो ल गाइस भाइहरू तिमीहरू चाहिँ नजाने कौशलको साथी के अरे राम्रो लक्ष्मण होइन होइन ऊ अनि राम्रो लक्ष्मण राम हो राम अनि लक्ष्मण होइन होइन लक्ष्मण है कता राम र रामबाट के मिलेर बस्यो ओ मै हो मै जस्तै हो तर अर्कै हो मापासे पर्ने मै त होइन नि होइन गाउँको मै अक्का भैँसीको मै खान्छ त्यसको रस बत्ती बाल्यो है मजाले बत्ती बाल्यो गाइजहरू मै नखाने फर्किने होइन त एकचोटि रोइदेऊ न त हाम्रो गाइजहरू रेडी है मामा ल 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 आमा बुवा नमस्ते बाई बाई भाइहरू हजुर सो हामी चाहिँ लड्दै पढ्दै फर्क्यौँ होइन अनि अब यताको भ्यू हेर्दै ठ्याक्क हात साथ धोएर नि बल्ल ऐना लिन जानुपर्ने रहेछ होइन हात मुख धोएर ऐना हेर भने पागलजी हात मुख धोइन नधोइन त्यही हो हात मुख धोएर थोडी चेन्ज प्लास्टिक सर्जरी गर्नुपर्छ हात मुख त ऐना हेर गाडी नम्बर मलाई थाहा तपाईँहरूको त्यो भनिदिनु किन लिनु सो अहिले चाहिँ हामी यहाँनिर ठ्याक्कै यो मन्दिरमा छौँ होइन ऐना राख्ने मन्दिरमा सो यस अहिले चाहिँ हामी यो के ठाउँ अरे यो हामीले ऐना भएको ठाउँमा छौँ होइन सिन्धुलीको एकदम फेमस ठाउँमा अनि हामी चाहिँ फोटोसोटो खिच्नमा केटाहरू फोटोसोटो खिच्नमा व्यस्त छन् म चाहिँ पुरा हेरिरहेको छु होइन यहाँनिर ऐना 1 किलोमिटर जति लगभग ऐना छ अनि यतातिर रोड भइगयो होइन यो बिपी राजमार्ग रोड पहिला मेरो लेखाउँ न ल अलि राम्रो अक्षरमा है रोन ए तेरी अलि बिस्तारै केसी के पोइन्ट सी अनि बाइक स्कुटी नाम राख्न लाग्यो क्या ल त्यही इङ्ग्लिसबाट लेख्ने नि फेरि 95 अलि राम्रो अक्षर लेखौँ न यार ल तिमी टाँख्न जाऊ गाइस काटी माग्नु हैन यही राख गाइसहरुले पूजा गरेर ल्याउनु भएछ हैन अनि यसलाई कहाँ ठोक्ने ओ आउ हमसँग लिएर हिँड्नु त अगाडि झिक्न त झिक्दैन नि कसैले यो झिकेर लगाएर काम छैन नि त किनकि चिलमा हैन ड्याङ 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 हान्नु न
गाइस है त ल र सबैको सबैबाट ल मेरो ट्यागको भयो है। भगवानको नाम के हो? सो सिन्धुलीको यो जुन यो मन्दिर ऐनाहरू राख्ने चलन छ होइन, सबले ढोकेर जानु हुँदो रहेछ यहाँबाट चाहिँ होइन। यो बारेमा हामी पुरै बुवाबाट केही छोटकरीमा सुन्न चाहन्छौँ। बुवाले हामीलाई टिका लगाउँदै हुनुहुन्छ है। बुवा यसको बारेमा यो ऐनाको बारेमा थोरै छोटकरीमा भन्नुपर्दा के भन्नु मिल्छ? ऐनाको बारेमा थोरै छोटकरी भन्नुपर्दाखेरि यो एउटा कुरो हाम्रो सेतीदेवी माताको गहना ऐना। हजुर। अर्को कुरो यहाँ दुर्घटना भए गऱ्यो भनेर ऐनाहरू राखेर बल पुकारा माग्दै चढाउने गर्नुभयो हुनाले दुर्घटना नभएको कारण अर्को। हजुर ल हस् धन्यवाद। बुझ्यो होइन बुवाबाट केही कुरा, बुवाले केही कुरा भन्नुभयो कि चढाउनु पर्छ, ल्याउनु म चढाएर आउँछु। ल हामी चाहिँ यहाँ 5 रुपियाँ भेटायो कि होइन, यो पैसा हामी चढाउन गइरहेछौँ है। यो अलिकति भेटायो कि होइन, यो ल है रकम ल बुवालाई दिएर आयौँ। सो हामी चाहिँ यो भर्याङबाट माथि जान मिल्छ कि मिल्दैन म ट्राई गर्दैछु है। यस यो भर्याङबाट माथि जान मिल्दो रहेछ कि होइन। सो दिस इज हाउ सिन्धुली लुक्स लाइक है त। लास्टमा जाने बेला सिन्धुलीको पानी एकचोटि छौँ होइन, अनि भयो है। ल ल है ल स्टार्ट गर स्टार्ट। एकछिन नेपालीहरू नि होला नि। हेलो बसको ड्राइभर हेलो। हामी चाहिँ अहिले पेट्रोल पम्पमा आइपुग्यो है। बल्ल बल्ल मेरो स्कुटी चाहिँ आइपुग्यो कि हाम्रो एउटा स्कुटी चाहिँ त्यहीँ बस्यो है बाटोमा। अनि यहाँ खै बोतल हामी यहाँ बोतलमा भरेर अनि त्यो स्कुटीलाई लिन जाँदैछौँ। ल राइडमा के भयो भन्दाखेरि फर्स्टमा यो भाँच्यो होइन, यो हल्का चिप्लेर यो भाँच्यो। त्यसपछि यहाँ यो पछाडि अलिअलि टाकटुक त यो त छँदैछ होइन। त्यसपछि यो ऐना यो मेन हल्लिएको छ, यसको यो गएको छ है। अनि हजुर फोहोर त अति फोहोरको त के कुरा गर्ने, यो चुड्यो होइन। अनि हो कि अनि यसको यो सक पनि अगाडिको आमा, त्यही भएर राइड भने राइड हो कि होइन। धेरै कुरो गुमिन्छ पनि होइन, तर जुन त्यो मेमोरी हुन्छ नि त्यो चाहिँ एकदम बवाल हुन्छ कि होइन। ठेला कहाँ छ? खै यहाँ ठेला उठे ठेले उठेछ होइन। हामी चाहिँ अहिले ठ्याक्क यो धुलिहेल आइपुग्यौँ है। कति बज्यो अहिले गाइस? 8:30 भयो। अहिले 8:30 भयो कि होइन। हामी चाहिँ ठ्याक्क धुलिहेल आइपुग्यौँ। सो गाइस इट्स माइती घर है। हामी चाहिँ फर्केर माइती घर आइपुग्यौँ। अनि अब माइती घरबाट सर कलङ्की गइन्छ होइन। अनि आज कलङ्की निस्किन्छ होला, आज त्यति हुन्छ है। सो गाइस थ्याङ्क्स फर वाचिङ। अनि यो भिडियो हेरेर चाहिँ होइन लाइक गरिदिनु होला। अनि कमेन्ट एउटा कस्तो लाग्यो भिडियो, जस्ट एउटा रिभ्यू टाइपको एउटा कमेन्ट गरिदिनु होइन। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोस् होइन, त्यसको धेरै इम्पोर्टेन्ट हुन्छ। अनि ओके थ्याङ्क्स फर वाचिङ।